केटीको इज्जत चाहिँ केटीको इज्जत, केटाको इज्जत चाहिँ केटाको इज्जत होइन। केटीलाई चाहिँ यति यति वर्ष कि ऊ यति यति यो भनेर नाम दिने, उसको केही पनि नदेखाउने, अनि केटाको चाहिँ पुरा छलङ्ग देखाएर सबै यो समानता हुँदै भएन है। यो 33% अधिकार महिलालाई भन्दा पनि यो त पुरुष पछाडि परे जस्तो लाग्यो कि यो कुरामा होइन। यो हामीहरूले यो सरकारलाई हामीले एकदम खबरदारी, हरेक कुरामा खबरदारी गराउनु पर्छ। यदि यो महिला 2-4 जना महिलाहरूको कारणले गर्दाखेरि साँच्चीकै पीडित महिलाले न्याय पाउन सकेका छैनन् क्या हो। यस्ता यिनी जुन एउटा कि प्रमाण केही पनि छैन, एउटा प्रमाण पेश गर्नुपर्छ, मलाई यो ठाउँमा यसरी भएको भनेर कमसेकम एटलिस्ट त्यो फेसबुकमा स्ट्याटस लेख्दाखेरि एउटा प्रमाण पनि त पेश गर्नु पर्थ्यो नि त। अनि त्यो पनि गरेको छैन होइन। यस्ता महिलाहरूले गर्दाखेरि साँच्चीकै बलात्कृत भएका महिलाहरू पछाडि परेका छन् र यस्ता महिलाको कारणले गर्दाखेरि बिचरा पुरुषहरू साँच्चीकै एकदमै उनीहरूले बिचरा कति सङ्घर्ष गरेर एउटा इज्जत बनाएको हुन्छन्, एउटा नाम कमाएका हुन्छन्, उनीहरूको इज्जत 2 सेकेन्डमा मिट्टीमा मिलाइदिन्छन् के यस्ता महिलाहरूले गर्दाखेरि। यहाँ दोषी छ भने कारवाही होस् होइन, निर्दोष छ भने यसरी अरूको चरित्र हत्या गर्ने तरिकाले यसरी जानु भएन। सरकार यो त हजुरहरूले गल्ती गरिसक्नु भयो, यसलाई कसरी सच्याउनुहोस् भन्न चाहे। र त्यो महिलालाई कसरी हुन्छ नेपालमा झिकाएर उसलाई पनि हिरासतमै राखेर अनुसन्धान गर्नु फरक पर्दैन क्या, उसलाई पनि हिरासतमा राख्नु पर्यो क्या। खालि उसलाई चाहिँ खालि बाहिर छोड्ने अनि पुरुषलाई मात्र हिरासतमा राख्ने। हिजो बिहान ल बलात्कार भयो भने त महिला पुरुष दुइटै मिलेर भयो होला, दुइटैलाई अनुसन्धान गर्नलाई जेलमा राखेर गर्नु पर्यो। यसरी खालि पुरुषलाई मात्र भएन, यो जेलमा राखेर गर्नु पर्यो। यसरी बुझेन मलाई, खालि पुरुषलाई मात्र एक कोरो बिचरा पेलेको छ है बिचरा। अब त्यो जिन्दगीभरिलाई भएन त। त्यो अहिले सन्दीप लामिछानेलाई हेरौँ न त, सन्दीप लामिछानेलाई बिचरा अहिलेसम्म कति देख्छु कि मैले, अझै पनि कति कमेन्ट गरेर हुन्छन्, ब्याड कमेन्ट गरेर हुन्छ त यस्तो उस्तो भनेर होइन। त्यो उसको फ्यामिलीलाई असर पर्छ, उसको आउने भविष्यलाई असर पर्छ। भोलि बिहान छोराछोरी छन्, सबैले मेरो बाउलाई त यस्तो भएको थियो अरे, मेरो दाइ त यस्तो हो अरे, कति असर पर्छ। त्यो कुराको ख्याल गर्नुपर्छ कि पर्दैन। यदि सुरक्षित हुन्छ भने दुइटैको गोप्य राख्नुपर्छ, होइन भने महिला पनि सार्वजनिक पर्छ, महिलालाई पनि जेलमै राखेर अनुसन्धान गर्नुपर्छ। गलत चाहिँ केटीको धेरै देखे है, यसमा नरिसाउनु है चेलीहरू, म सबैलाई सम्मान गर्छु र बलेको पनि धेरै देखे। के भन्नुहुन्छ भने एउटा ग्रामीण कर्णालीकी केटी म बलात्कृत भए, आवाज उठाउन सकिनँ, दमन भए, त्यही भएर म 1 वर्षपछि उठाएँ भनेकी थियो भने म त्यो कुरा डिजर्भ गर्छिन्। उसको गाउँ समाज अहिले पनि पहाडी भेगमा नेपालका दुर्गम गाउँ क्षेत्रमा नारीलाई दबाइन्छ, नारी अलिकति त केटी होस्, केटीकै ठाउँमा बस भनिन्छ। तर उनी एउटा कलाकार बनेकी मान्छे, दुनियाँलाई प्रेरणा सिकाउने मान्छे, मिडियामा फेस गरेको व्यक्ति, सम्पन्न मुलुकमा गएर काम गरेको व्यक्ति 1 वर्षपछि आए म बोल्न सकिनँ भन्ने चाहिँ सरासर फसाएको देखिन्छ है गाइस। कसरी भने एउटा कलाकारिता भएको व्यक्ति, एउटा राम्रो एउटा सम्पन्न मुलुकमा गएर आफ्नो आवाज राख्न सक्ने मान्छे, कोहीदेखि म डब्दिनँ भन्ने व्यक्ति, त्यस्तो मुलुकमा गएर पढे लेखेको व्यक्तिले अहिले आएर 1 वर्षपछि म बलात्कृत भएँ भन्नुहुन्छ नि, यो चाहिँ सरासरी उहाँ गलत हो। यदि उहाँ साँच्चै नै पीडित हुनुहुन्थ्यो भने 1 महिनामा आउँथ्यो होला, कुरा केही समय पछाडि आउँथ्यो होला, कतिजना चाहिँ दबाइयो होला, नारीलाई राख्यो अरे। थोडी न उहाँ कर्णालीको गाउँमा बसेर दबाएर सहरको अनुहार नदेखा केटी हो, सोसल मिडिया चलाएर दुनियाँको कुरा राख्न सक्ने क्यापाबिलिटी भएको एउटा व्यक्ति, एउटा राम्रो व्यक्ति, सम्पन्न मुलुकमा गएको व्यक्ति, कलाकारसँग सङ्गत गर्ने व्यक्ति। एज अ नट अ जोकी सागा ढकाल एउटा कलाकारलाई सिधै कसैको रात बिताउनको लागि प्रस्तावमा एउटा कलाकार ल्याउन सकिँदैन क्या। कलाकारलाई पनि भेट्नको लागि त्यही अनुसारको तामझाम हुनुपर्छ, त्यही अनुसारको हुनुपर्छ क्या। सागा ढकाल पनि एउटा राम्रो पपुलर कलाकारलाई भेट सेयर गर्न, यो कुरा पनि जान्नु पर्यो। एउटा गरिब कर्णालीकी केटी थियो भने यो सम्भव थियो हो, 1 वर्षपछि राखियो, गाउँकी दूरदराजको केटी फसाइयो। सागर लम्साल है, सरी गाइस है, बुझ्नुहुन्छ फोटोले कहिलेकाहीँ यो हात नभएका जिब्रो थुतेर फाल्नुभन्दा चर्को के भयो। अनि अपार्टमेन्ट खोजे अरे, अनि अपार्टमेन्टमा सागा ढकाललाई आफैले खोजेर बोलाउनु भरे, अनि त्यही रात बिताउनु भरे। अब सुन्नु है एउटा कुरा, म एउटा केटी साथीसँग रिलेसनमा छु, हामी सहमतिमा बस्यौँ, एउटा केटी साथी छु, सहमतिमा बस्यौँ, राम्रो हाम्रो कुरा मिल्यो, हामी सहमतिमा हामी रिलेसन राख्यौँ। तर 1 वर्षपछि उनले मलाई बलात्कार केस हालिन्।
भने यो त सरासरी नेपाल सरकारले यो कुरा चाहिँ अघि मन्जुजीले भनेको जस्तै नेपाल सरकारले यो गर्नु पर्यो, तर नारीलाई एउटा सम्भावना देखाउनु पर्छ, नारीलाई सपोर्ट गर्नुपर्छ। अझ पनि पुरुषवादी समाज म देख्छु, हरेक बलात्कार केसमा अलिकति नारीलाई डोमिनेट गराए पनि देख्छु। पलको नि समीक्षाको नि यो पपुलर भएर देखिया हो, दूरदराजमा एउटा गरिब नारीहरू पनि पीडितमा छन् भन्ने कुरा चाहिँ हुनुपर्छ र पुरुष पनि पीडित छ। तर यसमा चाहिँ म के भन्छु भने नेपाल सरकारलाई के चाहिँ आदर गर्छु भने यो दुवैजना निर्मला पन्था जस्तो 16 वर्षे जोमानीमा जङ्गलमा गएर मारेर फालेको पनि होइन, यो मोज मस्ती भैँस एजेन्डा बनाएको हो क्या। यो भैँस दुवैजनालाई घाँस बाँस कपास पछि सहवासको जरुरत थियो, त्यही भएर एउटा होटल बुक गरेर बस्नु भयो। यसमा कुन खालको बलात्कार हो मलाई थाहा भएन। अब कि त यो सागर लम्सालजी कि त पुरानै बालबालिकादेखि 15-16 वर्षदेखि उहाँलाई शरीरमा खेल्दै आएर बिहा गर्छु भनेर पटक बारम्बार गरेर अर्की केटी बिहे गरेर बच्चा पाएको हो भने चाहिँ सागा ढकाललाई काटेर फाले पनि हुन्छ। त्यो के भन्छ त्यो चिज है, कि त फाँसीको सजाय हुनु पर्यो। होइन भने 1 वर्ष सागरको बिहे गरेदेखि 1 वर्षपछि होटलमा रात बिताएको हो भने यो कुरा चाहिँ एउटा जोबानीको जोस हो। यसलाई चाहिँ त्यति ठुलो बलात्कार इस्युज बनाउनु पर्दैन। हामीले साँच्चै नै जस्टिस माग्ने हो भने निर्मला पन्थाको लागि माग्यौँ, भागीरथी भट्टराको लागि माग्यौँ। अहिले माइती घरमा आएर आज मात्र हाम्रो गृहमन्त्री माननीय गृहमन्त्री गुरुङले भेट्नु भएको छ, उहाँलाई मागौँ, उहाँले माग्न लाग्छ, उहाँलाई मागौँ है। त्यही भएर उहाँ त्यस्ता कलिला अपरिपक्व मैले यो भन्दै गर्दा निर्मला पन्था जस्तै मारिनुपर्छ न्याय पाउन भने होइन। यसरी एउटा शोषण गरेर जस्तै समीक्षालाई एउटा बाल कलाकारमा भयो त्यो कुरा यस्तो एज अनुसारको भनौँ, एउटा परिपक्व उमेर पुगेका दुवैजना जोस होस भएका सागा ढकालको बिहा गरेर थापै एउटा केटी रात बिताउनलाई अपार्टमेन्टमा बोलाएर 1-2 जना शारीरिक सम्बन्ध सहमतिमा राख्छन् भने यो बलात्कार हो। यसलाई बलात्कार भनिँदैन, यसलाई मोज मस्ती जोबानीको जोस हो कुरा हो। र यो बिहे भएपछि रहेछ 1 वर्ष भयो भन्दा सागरले बिहा गरेकै उहाँ बच्चाको 1 वर्ष हुन लागिसक्यो, अनि हामी यो बुझौँ। त्यही भएर यो कुरामा चाहिँ म चाहिँ यति धेरै इस्युज बनाउनु पर्दैन। नेपालको कानुन म त होइन, कानुनले कुन खालको घेरामा बसेर कुन बुदाले समेटेर उहाँलाई कारबाही गर्ने त्यो के अरे हाम्रो के अरे सागर लम्साल र तपाईँको उसले त्यही हाम्रो अहिले पीडित भनिएको केटी उहाँहरूको कुरा हुने हो। त्यही भएर म चाहिँ यसमा चाहिँ के देखेको छु भने एउटा कुरा अहिले अब एउटा केटीले मलाई दिपेन्द्रले मलाई पीडा बनायो, दिपेन्द्रले चाहिँ मलाई फसायो, म पीडित भए सरकार भनेर फेसबुकमा लेख्या भएर मलाई हतकडी लगाउने अधिकार सरकारलाई छैन। हेका होस् कि त नेपालको कानुन त्यही अनुसार हुनु पर्यो। नयाँ भएर त आएको हो होइन। ढकाल भने छैन, लम्साल हो। साना कुरामा त्रुटि गर्न हाम्रो नेपाली कति चुर्न परेको भने अघि नै भने लम्साल है, लम्साल ऊ त्यहाँ नाम ल अगाडि के गरी माफ गर्नु होला, सागर लम्साल दोषी हो कि निर्दोष भनेर लेख्नु भएको छ टाइटल, त्यो हेर्नु होला। म पनि पढ्दैछु, मलाई झकझकाउनु भयो, अघिदेखि त्यही भनिरहेको छु। मैले के भने तपाईँको एउटा अपार्टमेन्टमा जस्तै एउटा केटीले बोलायो अरे, म मानिलिउँ म अमेरिकामा एउटा प्रोग्राम गर्न बलात्कारै गर्न अमेरिका किन जानु पर्यो? अनि सागर लम्सालको नि गलत छ है, सागर लम्सालको नि गलत छ। सुनम है के कुरामा गलत छ सागर लम्सालको भन्नुहुन्छ भने उहाँले पनि त एउटा मोज मस्ती गर्ने साँच्चै फिजिकली रिलेसन चाहियो आफूलाई। घाँस बाँस कपास पछिको सहवासको आवश्यकता हो भने अरू केटी थिएन, एउटा जेनुन फेमिलीको केटीसँग किन रात बिताउनु पर्यो? मलाई भोलि फसाउँछन् है, यो त राम्रो ब्याकग्राउन्डको केटी हो भन्ने कुरा उहाँले पनि राख्नु पर्यो क्या। मैले एउटा ल मानौ यो धन्दा गरेको केटीसँग शारीरिक सम्बन्ध राख्दै गर्दा र एउटा राम्रो ब्याकग्राउन्डको केटीसँग म राख्दै गर्दा मैले पनि 1000 पटक सोच्नुपर्छ मलाई फसाउँछ भनेर। यो चाहिँ केटा दुवै गलत छ है। यहाँ चाहिँ यो तपाईँको सागर लम्साल चाहिँ सोधो निर्दोष म भन्दिनँ, केटी नै भन्दिनँ। उहाँ पनि आफ्नो परिवार भएको म्यारिड भएको मान्छे, एउटा राम्रो ब्याकग्राउन्डको केटीलाई शरीर दिँदाखेरि न उहाँले पनि त मर्न बाध्य बनाइयो भनेको छ। के खालका पीडाहरू बनाइएको छ त एउटा केटीलाई म्यानुपुलेट गर्नलाई। त्यही भएर म चाहिँ यो केसमा अहिले वकिल बन्न जरुरी छ जस्तो लाग्दैन। निर्मला पन्था जस्तो 15-16 वर्षको जमानामा बलात्कार गरेर हिँडेर बारम्बार पीडा भएको पनि होइन। केटी पछि गरिब भएर खुलाए भन्न पनि म सक्दिनँ। सम्पन्न मुलुकमा बसेको केटी आफ्नो पीडित भएको कुरा 1 महिना पछि राख्न सक्थ्यो, 2 महिनामा राख्न सक्थ्यो। त्यही भएर यो चाहिँ गलत, केटी पनि गलत, सागर लम्साल पनि गलत। यो केसमा चाहिँ हामी चाहिँ कुरा गर्नुपर्छ जस्तो मलाई लाग्दैन। एउटा गाउँबाट भर्खर आकी सोझी केटी फकाइ लगाइ गरेर राखेर गरे भए भनिन्थ्यो। त्यत्रो धनी मुलुकमा बसेर 1 वर्षपछि पीडा भयो भनिन्। ए बाबा त पीडा रहेछ यस्ता नानी, किन यत्रो मिडियामा फेस गर्ने मान्छे, मिडियामा इन्टरभ्यू दिने मान्छे, पब्लिक फेस गरेको मान्छे
तपाईँ जस्तो मान्छे के 1 वर्षपछि भन्ने हो कि 1-2 महिना 3 महिनासम्ममा पनि त भन्न सकिन्थ्यो होला नि। यो चाहिँ सरासर कता कता नारीवादी कानुन पो प्रयोग गरेको हो कि चाहिने भन्दा धेरै जस्तो देखिन्छ। अर्कोले पपुलारिटीको होस गुमाएको देखिन्छ। सागर लम्साल पनि यति साह्रो हुनु नहुने एउटा परिवार भएको मान्छे, बिहा गरे मान्छे, एउटा राम्रो परिवारको हाई प्रोफाइलको केटीलाई चाहिँ उहाँ त यौन धन्दा होइन नि त उहाँको पेस। किन उहाँ चाहिँ अपार्टमेन्टमा गएर शारीरिक सम्बन्ध फिजिकल रिलेसन राखे त? बरु अरू रेस्टुरेन्ट, डान्स बार कुनै त्यस्तै पेसागत पाउनुहुन्थ्यो होला नि। साँच्चै नै सहवासको उहाँलाई आवश्यकता हो भने। त्यही भएर यसमा दुवैजनाको गलत देखिन्छ। म चाहिँ एउटालाई दोष हाल्दिनँ। सागर लम्साल पनि 200% दोषी हो। पपुलारिटीको नाममा एउटा छोरीचेलीलाई नाङ्गो बनाउन पाउँदैन, अर्की पनि एउटा कानुन पाइक भन्दैमा 1 वर्षपछि बलात्कृत भन्दै आफू पहिला रात बिताउने अपार्टमेन्टमा बोलाएर दुईजना मोज मस्ती गर्ने अनि पछि भन्न। त्यही भएर यो चाहिँ दुवैजना रङ हो। यसमा चाहिँ हामी वकिल बन्नु जरुरी छ जस्तो पनि मलाई लाग्दैन है। त्यही भएर नेपालको कानुन दैवले जानु भन्दै अब हामी अर्कोमा जाउँ। कस्तो नाटक धेरै भयो भन्नुभएको त। साँच्चीकै अन्याय भएको त यदि बिहे भइसकेपछि हो भने त सागर लम्सालको बुढीलाई पो अन्याय भयो त हो नि। ऊ चुप लाएर बसेछ। हाम्रो नेपालमा त्यही त पुरुषवादी समाज। त्यही कुरा अहिले सागरको बुढीले गएर थियो भने यो समाजले स्वीकार्थ्यो। त्यहाँ पनि त जाउँ न एउटा सागर लम्सालकी बुढी अहिले अर्को केटासँग बस्यो अरे, सागर अमेरिका जाँदा अपार्टमेन्टमा बानेश्वरमा बस्यो अरे भन्दाखेरि यो समाजले स्वीकार्थ्यो? यो समाजले कतिसम्म नाङ्गो नाच बनाउँथ्यो? त्यही भएर हामी चाहिँ यो कुरामा त्यसरी जानु भएन। तल के बोल्या भन्नुभयो, अलिक ओपन माइन्ड हो, एजुकेटेड माइन्ड हो। तपाईँहरूको यस्तै सामन्तवाद रूढिवाद सोच छ र त यसरी नारी नाङ्गिनुपर्छ त? एउटा अलिकति ओपनली हामी खुल्यो भने मलाई कति छिटो नङ्गाउन खोज्नु भइसक्यो तलबाट भने। मैले सत्य बोले। अलिकति हामी एजुकेसन क्वालिटी मन्जुजी हामी भनेको अलिकति खोलेर बोल्न सक्छौँ क्या। पहिला जस्तो घुम्टो छोप्नु पर्ने नारीको अगाडि होइन। नारी पुरुष बराबरी हो। सबैलाई थाहा छ के कस्तो भन्ने कुरा। यस्तो कुरामा नेगेटिभिटी न्यारेटिभ लिएर हिँड्नुहुन्छ भने तपाईँ जिन्दगी अगाडि बढ्नुहुन्न। एउटा स्मार्ट ओपन माइन्ड पनि बन्नुपर्छ क्या। सहीमा सही गलतलाई गलत भने। तल झर भन्दैछौ त्यो तल हेर्नु न धुर्बा भन्नु। भाइ तैँले झार झर्दैन त औकात नभएको यहीँ बसेर बोल्न सकिनस्। भिजी लान्थ्यो चुबो लाएर जा। श्रीमतीलाई खाना बनाएर दे, त्यहाँ घरमा काम गर, चिया बनाएर दे। तेरो काम छैन? यहाँ आएर बोल्नै पर्दैन आफ्नो परिवारको। कस्तो कुरा गरे होला? टिकटकमा बोलेर हुन्छ दाजु हुन्छ। तपाईँले सुन्नु भयो, अब गएर कुरा राख्नुहुन्छ नि त मेरो कुरा सुनेर। टिकटकमा बोलेरै हुन्छ कुरो। सटीको कुरा छ, एकदम राइट कुरा हो यो। एकदम भाइ भेरी गुड राइट पोइन्ट फ्याक्ट कुरा हो। ल सबैलाई नमस्कार छ। मन्जु म्याडम, लाप्पाजी, लडाकुजी, यता सबैलाई नमस्कार छ है। ल दिपसना बोलौ बोलौ बोलौ। ल एकैछिन कमला दिजुलाई बोल्न दिउँ है। हामी बोलेको मान्छे एकदम साइड लाइट हाम्रो भेना पनि हुनुहुन्छ, भेना पनि बोल्नुहुन्छ है। बोल्नुहोस् है। उहाँको चाहिँ दाजुभाइले पर्नुहुन्छ होइन, कमला लम्सालको बहिनी, उहाँ पनि लम्सालै पर्नु। ल दिपसनाजी लगाउनुहोस् त बोलाउनु कसको बानी छ। दिपेन्द्र सरले भनेको कुरामा एउटा कुरा के मलाई अलिकति थोरै कहाँनिर एउटा कुरा भन्नु मन लाग्यो भने, दिपेन्द्र सर हजुरले भन्नुभयो नि तपाईँको के अरे जुम्लाको उहाँको मान्छे होइन, बजारमा उहाँ डेभलप कन्ट्रीमा बसेर गरेको मान्छे किन बोलेन? यो चाहिँ यो अलिकति कस्तो भने पर हुन त हो। डेभलप कन्ट्रीमा बसेर त्यहाँ झन् कानुन कडा छ। उसले उहीँ आवाज उठाउनु पर्ने होइन। उसलाई यदि बलात्कारै भएको थियो भने उति बेलै 3 मिनटमा पुलिस आइपुग्छ नि त। त्यो गर्नुपर्ने हो। अथवा उसले नेपालमा गर्न सकेन, त्यहाँ त गर्न सक्थ्यो नि त, किन गरेन त? त्यो चाहिँ त्यसको त्यहीँनिरै मिस्टेक भइसक्यो होइन। यदि बलात्कार साँच्चीकै भएको भने। र अर्को कुरा त्यो भन्दाखेरि मैले उसको तुलनामा भनेको होइन कि उसको सन्दर्भमा भनेको होइन कि अरू मान्छेहरूको सन्दर्भमा मैले के भन्छु भने जस्तै नेपालमै पनि जस्तै बुटोलमा बसेको छ, काठमाडौँमा बसेको छ, तर अनि फेरि कर्णालीमा बसेको मान्छे र काठमाडौँमा बसेको मान्छेले काठमाडौँको मान्छेले चाहिँ आवाज उठाउनु सक्नुपर्छ भन्ने यो चाहिँ अलिकति चित्त चाहिँ बुझेन है सर मलाई चाहिँ। किन भन्दाखेरि थोरै चित्त नबुझेको मात्रै हो। किन भन्दाखेरि हाम्रो नेपाली समाज त आखिर नेपालभरिको समाज त एउटै त हो होला। कर्णालीमा अलिकति सञ्चार माध्यमहरू कम छ होला, उसले अलिकति धेरै कुराहरू जानेको छैन होला, उसले 6 महिनाको ठाउँमा 1 वर्षपछि आवाज उठाउला होइन। तर काठमाडौँको मान्छेलाई पनि अलिकति त्यो कुरामा बाहिर आएर समाजसँग फाइट गरेर अगाडि आएर ल मैले भन्छु म माथि के अन्याय भएको छ भनेर भन्नको लागि पनि लगभग उस्तै टाइम चाहिँ लाग्छ। किनकि हाम्रो समाज यति निच छ कि यति नराम्रोसँग टिका टिप्पणी गर्छ सर। कसैसँग तपाईँ रिलेसनमा हुनुहुन्छ, घर परिवार सबैसँग, फ्यामिलीसँग सबै कुरा हुँदै त कति नकारात्मक टिप्पणी गर्छ होइन। अब त्यस्तो कुरामा त झन् हाम्रो समाज त नम्बर 1 मा बसेको छ के। त्यही भएर मैले त्यो कर्णालीको मान्छे र काठमाडौँको मान्छेमा मैले चाहिँ भन्न पर्दाखेरि तपाईँको 95-100% को तुलनामा गर्छु सर। तर त्यति धेरै फरक चाहिँ मैले मान्दिनँ है।
मन्जुजी एकदमै राम्रो। मैले चाहिँ के भन्न लागेको भने यसमा थोरै दीपसनाजी उहाँ भनेको कलाकार फिल्डको मिडिया बोल्न सक्ने फिल्डको हुनुहुन्छ, अरूलाई पनि प्रेरणा दिन सक्नुहुन्छ। जस्तै सागर के अरे लम्साले के बोले इन्टरभ्यूमा भन्ने कुरा चाहिँ हामीलाई जरुरत हुन्छ। म इन्टरभ्यू खोजेर हेर्न सक्छु क्या, समीक्षा अधिकारीले हेर्न सकिन्छ। अब समीक्षाले जुन आफूलाई परेको आवाज खोल्नु भयो नि, भन्न खोजेको कस्तो भने उहाँ मिडिया फिल्ड मिडिया सेक्टरको जस्तै मिडिया नदेखेको एउटा गाउँको घरको दूरदराज सोझी छोरी चेली भए त्यो कुरालाई चाहिँ म एप्रिसिएट गर्थेँ। उहाँ त त्यो कुराहरू सबै देखेर आएको व्यक्ति भएर चाहिँ मैले यो कुरामा विमति भए भन्न खोजेको। तर यसको लागि हजुरले भने जस्तो हाम्रो नेपाली समाज चाहिँ यस्तो छ कि काठमाडौँमा बस्दैमा सबैले खोल्न सक्नुहुन्छ ओपन डेट भन्ने मान्छे छैन। यसमा पनि हामी धेरैजना अझ पनि पितृसत्तात्मक सोच छ। अलिकति मैले खोलेर दुईवटा कुरा गरेँ, यहाँ मलाई 2-4वटा टुक्का गालीको वर्षा आइसक्यो भनेपछि हाम्रो नेपाली समाज धेरै पछाडि छ, खुल्न सक्दैनौँ। खोल्नुपर्छ। मलाई केही भयो भने बलात्कार भयो भनौँ भने म बिहे नहुने हो कि नबिकिने पो हो कि मेरो समाजले मलाई अर्कै हिसाबको दृष्टिकोणले हेर्ने हो कि म त मरिन्छ त्यो हो कि होइन, गर्छ नै त्यो गर्छ नै र त्यो बलात्कृत भयो कि हो भनेर उसलाई सकाउन खोजिन्छ नि। तपाईँको एउटा ज्वलन्त एभिडेन्स दियो हाम्रो समीक्षा अधिकारीले। हिजोको दिनमा कानुनमा मिल्यो, उहाँले पल्साको बारेमा बाहिर आएर केही बोल्नु भएन, तर कानुनी लडाइँ मात्र लडे हाम्रो समीक्षा अधिकारीले। तर समीक्षालाई 10 लाख समेत भनेर उहाँ अहिले हाम्रो अरू अलिकति नराम्रो ब्याकग्राउन्डको र स्ट्रङ केटी थिएन भने अहिले कतिचोटि खोलामा पिण्डा दिइसक्नु पर्थ्यो समीक्षा अधिकारीलाई नि मर्न बाध्य बनायो। तर यस्तो चट्टान फोरेर पनि उहाँ आफूलाई इस्टाब्लिस गायिका अहिले नेपालकी चर्चित गायिका बनाएर आउनुभयो होइन। भन्न खोजेको मैले चाहिँ के भन्न खोजेको भने हाम्रो नेपाली समाजले त्यसरी हेर्छ क्या, एउटा कलाकार क्षेत्रमा पुगेको समीक्षालाई त मर्न बाध्य भयो भने एउटा दूरदराजको पल्लो घरको छोरीले तेरो बलात्कार भएको यो त हाहा भन्ने खालको समाज, तेरो बिहे हुनु हुँदैन भन्ने समाज, त मर्नुपर्छ दबिनुपर्छ भन्ने समाज, यस्तो समाज छ। तर अस्ति एउटा अभिव्यक्ति हाम्रो आज माननीय मन्त्री कानुन मन्त्री शोभिता गौतमजीले पहिला इन्टरभ्यूमा के बोलेको थियो भने बलात्कार भनेको चाहिँ हाम्रो नारीलाई यसरी हेरिन्छ, मर्नै पर्छ त सकिनुपर्छ भन्नुहुन्छ। बलात्कारलाई कुनै चोट लागेको छैन र उहाँ पीडितमा हुनुहुन्छ भने पनि यो कारणले चाहिँ उहाँलाई अब परिपक्व योग्यता बनाउन सकिन्छ। त्यो यसलाई बलात्कार भयो म सकिएँ म मरेँ भनेर समाजमा घुम्टो छोपेर बस्नुपर्ने सिचुएसन चाहिँ बनाउनु पर्दैन। यो यस्तो हिसाबले एक्सप्लेन गराएको थिएँ, तर यहाँ दलालहरूले अर्कै खालको न्यारेटिभमा लग्यो क्या।